र यो बुद्ध जयन्ती कसरी मनाउने भन्दाखेरि यो दिनमा हामीले व्रत बसेर ध्यान र मन्त्र जप गरेर बत्ती बालेर अनि दान दिएर धर्मको किताबहरू पढेर श्रवण गरेर यसरी हामीले बुद्ध जयन्ती मनाउन सकिन्छ। आजकल व्यापक रूपमा शान्तिपथ यात्रा गरिन्छ र ठाउँ ठाउँमा कार्यक्रमहरू राखेर धर्मको कुराहरू गरिन्छ र गुम्बा मठ मन्दिरहरूमा दैनिक पूजापाठ मात्र नभइकन यो दिन कान्जुर तेन्जुर पाठ वाचन गरिन्छ र 16 स्थविरहरूको पाठ पनि गरिन्छ। यो दिनमा हामीले यसरी कार्यहरू गर्नाले हामीले पुण्य कमाउन सकिन्छ र स्पेशल त के हो भने यो दिन पुण्यवान दिन हो। यो दिनमा तपाईले सानो पुण्य कमाउनु भए पनि त्यो ठुलो वृद्धि भएर जान्छ, किनभने विश्वमै अध्यात्ममा चरम सीमामा पुग्नु भएको महायोगीको 3 वटा लीला एकै दिनमा भन्नाले 3 समस्त दिन भएको हुनाले यो दिन पुण्यवान दिन हो। त्यसैले यो दिन पुण्य कमाउँदा धेरै नै वृद्धि भएर धेरै नै ठुलो फल पाइन्छ। त्यसै